हेलो एभ्रिवान, गुड मर्निङ। सबैजना सन्चै हुनुहुन्छ होला। अब ढिला नगरी हामी सुरु गरौँ है त। पहिला त सबैलाई मेरो च्यानलमा स्वागत छ। आजको मेरो यो भिडियोमा तपाईँलाई म मेरो एक्वेरियम देखाउन जाँदैछु र यो मेरो प्लान्टेड ट्याङ्क हो अहिले हैन। र मैले यसमा गर्दैछु, अझै मेन्टेनहरू गर्दैछु हैन। अझै अब बिस्तारै बिस्तारै अझै अपग्रेड गर्दै जान्छु म। र मलाई तपाईँहरूको साथ सपोर्ट चाहियो र माया गर्नु होला भन्दै अघि बढौँ है त। अब आज चाहिँ अलिकति ढिलो भयो, बेलुका जाँदैछु है। अनि म चाहिँ के गरिरहेको छु भने अब नयाँ एक्वेरियम बनाउनु पर्ने भयो एउटा 5 फिट होइन। अनि तपाईँको हाइट चाहिँ 3 फिट, अनि जुन चाहिँ त्यो साइड ब्रेथ हुँदैन त्यो पनि 2 फिट गरेर 5x2 को एउटा एक्वेरियम बनाउन लाग्यो। अनि अर्डर चाहिँ मैले गरिसकेँ है। सो म त्यहाँ जाँदैछु एकचोटि। अब उनीहरूले चाहिँ 1-2 दिन टाइम लाग्छ टाइपको कुरा गर्दै थियो। सो 1-2 दिन अब त्यो एक्वेरियम बनाउनलाई टाइम हो कि 1-2 दिन अब त्यो उसको लागि उनीहरू आएर त्यसपछि मात्र बनाउने भन्ने चाहिँ फिक्स भएन क्या। सो त्यही बुझ्न जाँदैछु होइन। सो त्यही गर्छु, त्यहाँ गएर अब हजुरलाई देखाउँछु। भोलि सिसाको लागि जाँदै हुनुहुन्छ अरे दाइ होइन। अनि अब सिसा भोलि नै आइदियो भने त सजिलो हुन्थ्यो, पर्सिदेखि नै बन्द थियो अरे। अब भोलि सिसा आएन भने चाहिँ 1-2 दिन टाइमै लाग्ने भयो। सिसाको लागि कुर्नुपर्छ जस्तो लाग्यो। हामीसँग चाहिँ यहाँ थाई बोरान्डाहरू छ होइन। टाइगर बाबहरू छ, टेक्टाहरू छ। यिनीहरूको यो रेड क्यापहरूको चाहिँ कति छ दाइ जोडीको? यो पनि त्यही त हो नि, 400 कि 500 हो चाहिँ? 450। यो चाहिँ थाई भएर महँगो होइन त? यो चाहिँ थाई भएर अलिक महँगो छ, 450 जोडीको। यो चाहिँ इन्डियन भएर 250 रेड क्याप जोडीको। अनि रेनबो साग पनि छ यहाँ। रेनबो साग त हो नि दाइ यो? गाइज अहिले चाहिँ म यहाँ नखुमा छु होइन। अनि हाम्रो एक्वा प्याराडाइजमा छु। यो चाहिँ ठ्याक्कै कहाँ छ भने एनसिएल सेन्टर अगाडि विष्णुदेवी भन्छ, एकान्तकुनाको ओह्रालो झर्दा राइट साइडमा पर्छ होइन। सरी लेफ्ट साइडमा पर्छ। अनि नक्कु पुलसम्म नि पुग्नु पर्दैन, नक्कु पुलभन्दा अझ अगाडि नै हो होइन। सो चेक इट आउट। धेरै मजाले नै राम्रै प्राइसमा गरिदिनुहुन्छ दाइले होइन। सो
त्यही हो, आउनु एकचोटि हेर्नु। यहाँ पनि राम्रो राम्रो माछाहरू छ। दाइ पनि एकदम राम्रो कुल हुनुहुन्छ हाम्रो दाइ। यस्तो छ यहाँ चाहिँ होइन। अनि म एक दिन यहाँको फुल कभर गर्छु। अहिले चाहिँ यहाँ म सोइल लिन आइरहेको 8 लिटरको। अरू ठाउँमा चाहिँ 4000 भन्छ होइन, तर दाइले चाहिँ 3 सम्म गरिदिनु भएको छ मलाई चाहिँ होइन। सो तपाईँहरूलाई नि एक्वा सोइल चाहिन्छ भने चाहिँ आउनु होला यहाँ। अरू ठाउँभन्दा अलिक सस्तो नै पाइन्छ र मेरो नाम लिनु होला, दाइले गरिदिनुहुन्छ। यहाँ गाइस अहिले चाहिँ म अब एक्वेरियम पसलबाट निस्केँ होइन। निस्केर म चाहिँ घर जाँदैछु। अनि मैले एउटा 8 लिटरको चाहिँ सोइल लिएँ, एक्वा सोइल। अरू चाहिँ भोलि अझै 3टा चाहिन्छ मलाई। त्यो चाहिँ म भोलि ल्याइदिन्छु भन्नुभएको छ। 12-1 बजीतिर आउनु भन्नुभएको छ त्यहाँ दाइले। सो भोलि जान्छु म त्यहाँ चाहिँ होइन। आवाज कतिको क्लियर आइरहेको छ चाहिँ मलाई थाहा छैन, किनभने मसँग माइकहरू त्यस्तो छैन होइन। मैले फोनबाटै रेकर्डिङ गरेर हो अहिले चाहिँ होइन। सो अलिअलि चित्त बुझाइदिनु होला, किनभने स्टार्टिङ फेजमा छु म होइन। बिस्तारै बिस्तारै राम्रो गर्न ट्राई गर्छु र तपाईँहरूको सपोर्ट भयो भने अझै पनि मलाई काम गर्न अझै रमाइलो हुन्छ। सो किप सपोर्टिङ मी, लभिङ मी गाइज होइन। अब के गरिदिन्छ भोलि पर्सिको दिनहरूमा म सबै तपाईँहरूलाई देखाउँछु। एउटा एक्वेरियमको लागि चाहिँ त्यहाँ भइसक्यो अर्डर। अब उनीहरूले भोलि मलाई सिसा आउँछ कि आउँदैन, त्यो भोलि आइदिए त सजिलो हुन्थ्यो, राम्रो हुन्थ्यो, चाँडै बन्थ्यो भन्ने कुरा हो। यदि भोलि आएन भने चाहिँ कहिले आउँछ भनेर चाहिँ इन्फर्म चाहिँ गरिदिनु है भनेर चाहिँ हुन्छ भन्नुभएको छ उहाँहरूले। सो कुनै चिज कतै काहीँ महँगो हुन्छ, काहीँ सस्तो हुन्छ होइन। तर यहाँ जुन चाहिँ यो फिस प्याराडाइज छ, त्यहाँ चाहिँ एक्वा प्याराडाइज छ होइन। त्यहाँ चाहिँ एकदमै मिलाएर गरिदिनुहुन्छ क्या दाइले। सो म चाहिँ त्यहीँ जान रुचाइरहेको हुन्छु होइन। अनि यता अर्को पनि छ फिस अड्डा भन्ने होइन। म त्यही 2टा ठाउँ हो प्रायः जाने भनेको। त्यता राम्रो गरिदिन्छ क्या उनीहरूले, मिलाइदिन्छ। जस मान्छेहरू उनीहरू कुल छ, गुड छ, राम्रो छ मान्छेहरू पनि होइन। सो मलाई मनपर्छ त्यता। अहिले चाहिँ म आवास गेट पुगेँ, आवास गेटमा छु म। त्यही हो, यहाँ चाहिँ अलिक ढिला भयो, पानी सानी पऱ्यो नि त, अघि हेभी पानी पऱ्यो। अनि दिउँसो म गएर अर्डर गरेँ, त्यति बेलाको चाहिँ मैले भिडियो लिएन। सो अहिले यति बेला गइरहेको थिएँ फेरि, अनि गरौँ न त भनेर गरेको। अब भोलि के हुन्छ भोलिको दिनमा अपडेट गर्छु म। सो यति नै भनौँ अहिलेलाई, आजलाई। आज अब बिहान 11 बजिरहेको छ, 11 बजी जाँदैछु म। आज चाहिँ अब तल एक्वेरियम सपमा गएर एक्वेरियमको बारेमा सबै कुराहरू म तपाईँहरूलाई देखाउनेछु। सो स्टे ट्युन्ड है। अनि यो चाहिँ सुपर लार्ज साइज एन्जल फिस होइन। अनि जोडीको चाहिँ यसको 1500 रुपियाँ छ। सो चाहिन्छ भने आउनुहोस्, कन्ट्याक्ट गरेर मैले राखिदिएको छु एक्वा प्याराडाइज। अर्को पनि छ दाइ, यहाँ आउनु होला चेक गर्नलाई। यहाँ कोही एन्जल छ, कोही एन्जलको चाहिँ 500 रुपियाँ होइन। अनि अर्को हाम्रो एन्जलको चाहिँ 250 रुपियाँ छ जोडीको। अरू ठाउँमा 300 मा बेचिरहेको छ है। आउनु न यहाँ चेक गर्नुहोस्।